गोर्खाली भन्नका लागि आज शरम लाग्दैछ। किन लाग्दैछ भन्दाखेरि म अहिले फिलहाल यो हाम्रो नागाल्यान्ड गेट हो र यता हेर्नुहुन्छ भने यो आसाम गेट हो। यो आसाम गेट र यता घुर्दाखेरि हाम्रो नागाल्यान्ड गेट। र म यो भिडियोको माध्यमबाट म यति नै भन्न चाहन्छु कि जति पनि हाम्रो गोर्खालीहरू नेपालबाट बिलङ गर्नुहुँदैछ, तपाईहरू हाम्रो इन्डियामा आएर हाम्रै बदनाम गर्नुहुँदैछ। त्यसको लागि म तपाईहरुलाई बहुतै खराब पाउँछु। किनकि हाम्रो गोर्खाली जहाँ बसे पनि गोर्खाली एउटा परिचय हो। र आज मलाई दुःख लाग्दो कुरो यो हो कि हाम्रो गोर्खालीको तपाईहरुले नेग्लिजम गर्नुभयो। र आज मलाई बहुत नराम्रो लाग्यो। म एउटा होटलमा रेगुलरमा त्यो होटलमा खान्थेँ र मलाई यति पनि थाहा थियो कि त्यो होटलको मान्छे नेपालबाट बिलङ गर्नुहुन्थ्यो। र आज उनै मान्छेले मलाई नेग्लिजम गर्दाखेरि मलाई राम्रो लागेन। र यो मेरो गाडी हो, पछाडि देख्नु हुँदैछ। म ओल इन्डिया घुर्छु, ओल नोटिस घुर्छु। यस्तो जग्गामा म धेरै नेपालबाट आउने व्यक्तिहरू होटल चलाउनु हुँदैछ, दोकान चलाउनु हुँदैछ, बिजनेस गर्नु हुँदैछ। त्यसमा मलाई राम्रो लाग्छ। बट मलाई एउटै कुराको एन्सर चाहिन्छ कि तपाईहरु नेपाली हो कि गोर्खाली हो। नेपाली मेरो हिसाबमा जान्दाखेरि नेपाली एउटा थरी हो एक्चुअली। गोर्खाली एउटा परिचय हो। र यो परिचय हामीले मात्रै इन्डियामा होइन, मात्रै नेपालमा होइन, वर्ल्डमा हामीले परिचय बजाएर राख्ने जरुरी छ। र मलाई नेग्लिजम गर्दाखेरि मलाई बहुतै खराब लाग्यो। त्यसको कारणले मैले यो भिडियो बनाउँदैछु। र यो खालको नगर्नु होला, म काइन्डली रिक्वेस्ट गर्दैछु। र अघिल्लो दिनमा अरू पनि म भिडियोहरू ल्याउँदैछु। र जति पनि हाम्रो इन्डियामा बसोबास गर्ने नेपाली र वर्ल्डमा जहीँ पनि बसोबास गर्ने हाम्रो नेपालीहरूले आफ्नो गोर्खाली पहिचानलाई नभुल्नु होला। र नभुल्ने कारण के हो भने हाम्रो एउटै जाति हो गोर्खाली। र गोर्खाली भनेर हाम्रो वर्ल्डमा पहिचान छ। यो पहिचानलाई प्लिज कृपया गरेर यो पहिचानलाई नभुलाउनु भनेर म तपाईहरुलाई रिक्वेस्ट गर्छु, काइन्डली रिक्वेस्ट गर्छु। र आगामी दिनहरूमा म यस्तो खालको भिडियो लिएर आउँछु। म बहुत एउटा धेरै नै हाम्रो नेपालबाट आउने, हाम्रो इन्डियामा बस्ने भन्दा पनि नेपालबाट आउने हाम्रो इन्डियामा बेसी छन्। र म सबैलाई पहिचान गराउँछु। म आजदेखि मैले सुरुवात गरेँ र यो भिडियो जति सक्दो त्यति सेयर गर्नु होला र लाइक गर्नु होला। र म आजदेखि मेरो एउटै यात्रा रहन्छ कि जति पनि हाम्रो नेपाली गोर्खाली दाजुभाइ दिदी बहिनी जति पनि हाम्रो इन्डियामा छन्, वर्ल्डमा जहीँ पनि छन्, वर्ल्डमा त जति पनि हाम्रो नेपाली जति पनि हाम्रो गोर्खाली दाजुभाइ छन् सबैजनामा यो मेरो च्यानलको माध्यमबाट पहिचान गर्ने म मुहिम चलाउँदैछु। र जति सक्दो यो भिडियो सेयर गर्नु होला। र आगामी दिनमा म रिक्वेस्ट गर्छु, नेपाली हाम्रो थरी हो, गोर्खाली हाम्रो पहिचान हो। र गोर्खाली पहिचानलाई बजाएर राख्नु भनेर म रिक्वेस्ट गर्छु। जय गोर्खा, जय हिन्द।